रामदाई बहिनी त आइस आए दाई मैले तपाईलाई यो साल टीका लगाउँछु भनेर वचन दिएकी थिएँ। म वचन कि पक्का छु। टीका जसरी पनि भ्याउँछु भनेर आएकी। म जिउँदो हुँदा हुँदै मेरो दाईको निधार म खाली हुन दिन्न। अरूले टीका नलगाए पनि म मेरो दाईलाई टीका लगाउँछु। सम्पत्तिसँग भाइटिका बेच्ने के थाहा र दाई भाइटिकाको महत्व। जसको दाजुभाइ हुँदैन उसलाई मात्र भाइटिकाको महत्व थाहा हुन्छ। आफ्नो आँसु पुस्नुस् दाई। यी निर्दयीहरूको अगाडि आँसु झारेर कुनै फाइदा छैन। थुक्क तिमीहरू तीनवटीको बुद्धि। भाइ टीकाको दिन आफ्नो भाइको आँखाबाट आँसु झारेर अरूलाई टीका लगायो होइन। तिमीहरूले टीका नलगाएर के भयो त? म मेरो दाइको निधार खाली हुन दिन्न। मेरी बहिनी आइपुगिसकेकी छे। अब तिमीहरूले टीका नलाउँदैन मेरो निधार खाली हुँदैन। दाजु बहिनी र दिदी भाइ बीचको सम्बन्ध भनेको यस्तो हुनुपर्छ। मात्र मेरो निधारमा टीको लाउनको लागि तराईदेखि धाएर आएकी छे मेरी बहिनी। दा बहिनी टीको लाउने तयारी गर।